सपनाका घाँटी रेटियो जब बाध्यताहरूसँग भेटियो। कहिलेकाहीँ आफ्नै मन छिया छिया पारेर निर्णय लिनुपर्छ। बेरङ भए पनि जिन्दगी परिवार सम्झिएर फेरि रङ्गिनुपर्छ। आत्तिएर पनि हुँदैन, मात्तिएर पनि हुँदैन। यदि भाग्यमै लेखेको छैन भने कर्मले साथ दिएर पनि हुँदैन। नौला सुनौला म माथि उठाइएका औँला। मेरा गल्ती मात्र देख्छौ, मेरो असल आचरणलाई बिर्सिएका होला। मेरा सपना बिस्तारै सम्झौता हुन पुगे। उच्च राख्नुपर्ने स्थानमा मेरा आदर्शहरू नुगे। बैगुनीलाई गुलले मार्नु अरे। जितेर सब थोक पाइँदैन, कहिलेकाहीँ जितलाई त्यागेर पनि हार्नु अरे। तिमीले गर्न सक्छौ है, हार नमान। यदि कसैले यही शब्द बोलिदिने हो भने आहट मिल्छ। मलाई दुःख पर्दा तिम्रो लागि म छु है भनिदिने व्यक्ति पाउँदा मनमा राहत मिल्छ। यदि मेरो अन्त्य हुँदासम्म पनि म त्यही नै रह्यो भने मेरो अस्तित्व के नै रह्यो र? यदि मेरो परिवारको सपना पूरा गर्दा मेरा सपनाहरूलाई पन्छ्याउनु पर्छ भने के नै भयो र?